सो हेलो गाइस, मैं सासुके एफएफएक्स वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। तपाईहरुलाई चाहिँ आज म एउटा विशेष भिडियो लिएर आएको छु जुन नेपाली प्लेयरहरुको लागि एकदम युजफुल हुनेछ र नेपाली प्लेयरहरुसँग रिलेटेड भएर चाहिँ यो भिडियो मैले बनाउनु परेको। अहिले नेपाली फ्री फायर कम्युनिटीमा चाहिँ एकदम स्क्यामरहरु चाहिँ एकदम बढिरहेको छ र यो भिडियो चाहिँ हाम्रो स्क्यामिङको बारेमा र तपाईले सेफली चाहिँ टपअप कसरी गर्न सक्नुहुन्छ नेपालमा र कोसँग गर्दाखेरि चाहिँ ठीक हुन्छ भन्दाखेरि त्यो कुरा चाहिँ म भिडियोमा भन्ने नै छु। त्योभन्दा अगाडि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला। म चाहिँ खासमा अब लङ भिडियोहरु खासै बनाउँदिन, सर्ट भिडियोहरु बनाइरहेको हुन्छु। मेरो अडियन्सहरु बाहिर कन्ट्रीबाट पनि धेरै हुनेछन्, धेरै भन्दा नि अब थोरै। आज चाहिँ नेपालीहरुको लागि चाहिँ मैले टार्गेट गरेर चाहिँ एउटा भिडियो बनाउन खोजेको हो। त्यो भिडियोमा चाहिँ तपाईहरु नेपालीहरुले पुरै मलाई फुल्ली सपोर्ट गर्नुहुन्छ भन्ने आशा रहेको छ। ल भिडियोलाई चाहिँ ढिला नगरिकन सुरु गरौँ। तपाईले अब टपअप गर्नु पर्यो भने सिधै कहीँ पनि जानु पर्दैन। एउटा एप पनि छ, एप्लिकेसन पनि, जुन टपअप गर्नको लागि तपाईले युज गर्न पनि सक्नुहुन्छ। तर युज गर्दाखेरि तपाईले त्योबाट चाहिँ एकदमै धेरै टाइम लाग्ने हुँदाखेरि सबैले प्रब्लम फेस गरिरहेको छ। सबैले अब एपबाट गर्दाखेरि लास्टै टाइम लाग्ने हैन। अब उनीहरुको कस्टमर केयरले चाहिँ रेस्पोन्स नै नगर्ने, उनीहरुको कस्टमर धेरै भएर हो कि कुन अरु केही प्रब्लमले होला, उनीहरुले चाहिँ धेरै टाइम लगाउनु पर्दछ। त्यही भएर एकदम फास्ट टपअपको लागि चाहिँ तपाईले मलाई नै सिधै डाइरेक्ट कन्ट्याक्ट गरेर तपाईले टपअप मसँग पनि गर्न सक्नुहुन्छ। लिंक चाहिँ म डिस्क्रिप्सनमा दिन्छु। एउटा नयाँ आइडी खोलेको छु फेसबुकको, त्यसको म लिंक दिन्छु। तपाईहरु सिधै नाम सर्च गरेर भन्दा पनि लिंकबाट मेसेज गर्नु होला। त्यस्तो गर्नुभयो भने तपाईले अब फेक आइडीहरुबाट चाहिँ तपाईहरु सेफ हुनुहुन्छ है। टपअपको लागि चाहिँ एकदमै सस्तो खाली लिस्ट लिएर आएको छु मैले। हामीले चाहिँ टपअप गरिदिँदाखेरि तपाईलाई धेरै टाइम लिँदैनौँ लोड गर्नको लागि। हामीले ठ्याक्कै अब 10 मिनेट चाहिँ फिक्स हो क्या, फिक्स 10 मिनेट टाइम तपाईले लिन्छौँ। अब स्क्यामिङको चाहिँ केही समस्या आउने छैन। तपाईले सिधै डाइरेक्ट मलाई मेसेज गर्नुपर्छ। मेरो सर्ट भिडियो बनाउनु पर्ने भएकोले चाहिँ म चाहिँ धेरै लङ भिडियो चाहिँ बनाउन सक्दिनँ र म बनाउँदिनँ किनभने मेरो सर्ट कन्टेन्ट क्रिएट गर्नुपर्ने हुन्छ। त्यही भएर भिडियो चाहिँ यतिमै एन्ड गर्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच।